आउन त कारमै मन थियो त सो हेलो नमस्ते गाइस वेलकम टु माय अनदर भिडियो। म चाहिँ सन्चै छु। आई होप तपाईहरु पनि त सन्चै हुनुहुन्छ होला। न्यू भिडियो अनि त्यसपछि आज चाहिँ हामी यत्रो जना हाम्रो सन्तानहरु है सन्तान कहाँ लाने छ त पछाडी पनि हामी चाहिँ मम्मीको माइत जान लाग्यो। उहाँहरुको चाहिँ मेरो मम्मी हुनुहुन्छ। तपाईले चिन्नु नै सक्नुहुन्छ है, चिन्नु नै भइहाल्यो। उहाँ मेरो भाउजू, उहाँ मेरो कान्छी सानीमा कुन फाइली काइली सानीमाको छोरी कान्छी सानीमाको छोरीहरु अनि फेरि उता नि हुनुहुन्छ गाउँको ससुराली जान्ला भन्नु न। अनि उहाँ चाहिँ मेरो सान्बा देखेन क्यामेरा अङ्कल भन्यो भने मोडर्न भन्छ नि त सान्बा नेपाली हो नि त। अनि हामी चाहिँ मामा घर जाँदैछ। मामा घरमा चाहिँ हाम्रो भदैको छेउर छ। मैले त्यही नै हो, हेर्दै गर्नु होला। अब मामा हामी चाहिँ मामा घर आइसक्यौँ। हाम्रो मामा घर चाहिँ उयो है बाजाको पनि आइसकेको रहेछ। अनि हाम्रो यस्तो नि लिएर आउनुपर्छ यस्तोहरू आएको पर्ने। यहाँ पनि कुखुरा छ होइन, यहाँ पनि कुखुरा छ। सुन्नु भयो होला है, बाजा त्यही हो मेरो मामा घर चाहिँ। अनि धादिङदेखि बजार चाहिँ त्यही हो। अनि हामी चाहिँ त्यो बजारबाट आएको। धेरै मोबाइलमा झुन्डिनु भएको छैन, मलाई गाली गर्छ। रक्सी भाले मेरो हातमा झोला खा कि कस्तो भयो, कस्तो लाग्यो मामा घर बजार यो चाहिँ हाम्रो धादिङ बजार हो गाइस। यस्तो अटो रिजर्भ गरेर आएको। आउन त कारमै मन थियो त आउन त कारमै मन थियो त अनफर्चुनेटली आउन सकेनौँ। बिग्रियो क्या टाइम कन्सेप्टमा। सबैमा चाहिँ मामाहरू गरे भेट्छ है त। ल मामा घर आइपुग्यौँ हामी चाहिँ। यसरी पर्सिनु पर्छ चाहिँ थाहा थिएन। फर्स्ट टाइम यसरी अब मनी हो भने उहाँ चाहिँ हाम्रो माइजू यहाँ दिदी हुनुहुन्छ है। आन्टी आइसो खै मेरो छोरो लाइनमा बस आन्टी यहाँ अनि काली होला निकुता होला आउने भनेर बसेको मान्छे ल कहाँ गयो हेलो 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 के गर्दा होला जोइ बिर्सिरहेको छ भान्जी बुवाले। त्यहाँ देखाउनु न, यहाँ फेरि बाजा हो। हाल्नु न मेरो मोबाइल चेन लाउनु है। चस्मा कति झोला त्यो हातको झोला कस्तो हो नि त माइजू, हाम्रो माइजू ल रोटेसन भान्जीहरूको यहाँ फेरि ए सबैभन्दा सानो होला यो कान्छी होला। ए ल यहाँ दुईटा फेरि छैन र तीनटा
लगाइदिनुहुन्छ लगाइदिनुहुन्छ काली कुखुरा खै उहाँ जीविकासँग यो मेरो है भाउजू मेरो भनेपछि भइहाल्यो नि ओके सरी कहिले अरे अस्ति नै घर आएर वरि गएको चाहिँ नाचेर जस्तो है चस्मा नहर है नभेटी आउने भन्ने घर गाई चाहिँ यस्तो भइरहेको यस्तो बनाउनु पर्छ अरे उहाँहरू पनि बनाइरहनु भएको अनि यहाँ पनि बनाउनु भएको है सो हेर्नु होला यिनीहरूले भत्काइदियो भने बोल मुसे Hello guys. Guys. हेलो गाइस यहाँ चाहिँ नाचिङ कार्यक्रम चल्दैछ
बनाउन लाउँछन्। अन्जना म्याम चाहिँ मस्त नाच्दै हुनुहुन्छ, म चाहिँ भिडियो बनाइरहेको छु। मामाली स्वागत हुँदैछ है हाम्रो चाहिँ मामाली भाइको मामाली। यहाँ चाहिँ कटिङ सटिङ भइरहेको होइन, त्यस्तै हो। हामीलाई नि देखाइदिनु मेरो कटली बिग्रेछ। हेराइ नै काफी छ, यता मक्ख छ। राम्ररी भिडियोहरू क्याप्चर गर्नु पाएको मम्मी, ओ मम्मी, नातिकोमा बोक्यो, नातिको छेउमा हजुरहरू त माइली कान्छी ऊ यता अर्को यो सब एउटै साडी लाउँछ।
बाटो सजिलो उकालो र ओह्रालोले गर्नु अब झर्ने चप्पल गर्नु गर्नु जस्तो लाग्यो मन्दिरमा लानुपर्ने रहेछ है यसरी हामी पूजा गरेर खाजा खुवाएर अनि घर लैजान्छ क्या मामा बियर हामी चाहिँ के खाने ड्याडी हो त सुप अर्ग्यो मैले युट्युबमा हेर युट्युबमा मेरो पालो कतिखेर आउँछ
मम्मीले हेर्छ ओइ कुची मानिस लाएर बसिरहनु त्यो सानो डल्लो मानिस क्या अहिले त फेरि हाम्रो दाइले सानो हेर्दा अन्त तँलाई टोक्ने मान्छे आजको त के भन्छ यस्तै गर्नु म बिहान भान्जालाई दिने हो त आन्टी हो त छोरो फोटो सोटो खिचौँ भनेर जान लाग्यो यस्तो गर्मी मैले गरेको अलिअलि मेकअप पनि गइसक्यो सो क्यामेरा मलाई यतिकै एडजस्ट गरेर हेर्नु होला चित्त नबुझ्यो नि बुझाउनु होला कुनै बेला म कति राम्रो देखिन्छ है कुनै बेला हेर्नु त गाइज यहाँ फोटो खिच्नु पर्दाखेरि यहाँ हाम्रो मम्मीको कुन फाइली के बहिनी रे होइन माइजू एकछिन पुगेन पुर्याउनु पर्ने धादिङ बेसी बजार देख्नुहुन्छ ल हिरालाल कान्छीला पहिले लगाइसक्यो टिको अब हामीलाई लाउने बाँकी छ हामी त सानो कहाँ गयो सानो यहाँ सबभन्दा सानो म अलिक ठुलो बडा नै हो अझै सानो अनि त्यही नै हो अब चाहिँ हामी घर जानु पर्ने हुन्छ 3 दिनको दिन चाहिँ अब घर जानेछौँ जान त बिहान पनि गएर हो फेरि आयो हामी चाहिँ नघाटी भन्नु पर्दाखेरि त्यही नै हो स्टेट्युन अब मैले टिका लगाएको भिडियो के भन्छ त्यसलाई क्याप्चर गर्ने नै छु यसरी चाहिँ हाम्रो बिदाई हुन्छ होइन कसैलाई निन्द्रा पुगे होइन पुर्याउँदै छन् ब्याकग्राउन्डलाई सायद जस्ट गरिदिनु होला गाउँकोहरू यस्तै हुन्छ होइन सेलिब्रेट त होइन नि हामी त आमाहरूलाई नि के लगाइदियो बाबुको त बाबुले लगाइदियो होइन दाइले लगाइदियो भइहाल्छ मैले लगाएछु हुँदैन जुन हो बहिनीलाई चाहिँ लगाइदियो म पनि उसो भए के नाति हो होइन नाति थियो नि नाति हो त्यही भएर त खानी हो फेरि हाम्रो बाबुलाई साथी हो
इग्नोर द ब्याकग्राउन्ड साउन्ड है बहिरेबाट त शान्ति दुला चाहिँ यही हो मेरो हाम्रो दुलाई यसकै मिनी बेमा हो ए सरी ल हाम्रो फेरि यहाँ सानी सबैभन्दा सानी भान्जी योभन्दा सानो त छैन कस्तो राम्रो हो खासमा म क्यामेरामा चाहिँ राम्रो आउँदैन रियलमा त कस्तो राम्रो छु नि फेरि नझिकिनु होला नि फेरि मेरो नाति जेठानी हो देउरानी के भयो त जेठानी र देउरानी यहाँ कन्फ्युज लगाइदिन्छ के टिका लगाइदिनु भनेर रिसाउँछ त उहाँ फेरि नमस्कार गरिदेऊ अब यता माइजूलाई अहिले यता छुट्टै छ दुनियाँ संसार ल नमस्कार गरिदेऊ नमस्कार हेलो गाइज गोजीमा राख गाइज तिमीले त यस्तो पैसा दिन्छ त कति कमाइ है यता नाचे होला भाउजू नमस्ते गर्ने रे नमस्ते गर्न पाएन रे गुनासो जुन ऐना दियो नि त्यो मान्छेहरू केमा जान्छ तपाईँहरू अस्ति अङ्कललाई त्यसै सोधेको लोकल खाने यस्तो सोधेको त्यही मान्छेले अनि त्यो हेलिकप्टर त्यही भएर भने मैले राम्ररी पीडा पनि महसुस गर्न दिँदैनन् हाँस्नुपर्छ बोलाउनु गएँ ससुराली आएको मान्छे झन् म त भने कस्तो अनि पछाडि फर्केर हेर्छु त झगडा त्यही नै हो हामी चाहिँ अब मामा घर भने मामा घर जानु त्यही नै हो त्यही हो सो म चाहिँ मामा घर गएर पनि आइसकेँ अनि मैले मामा घरबाट हिँड्दाखेरिको जुन भिडियो स्टार्ट गरेको थियो त्यो मैले पुरा गर्नु पनि सकिनँ होइन किनकि त्यस्तै भइरहेको थियो अलिकति लफडा टाइपको पनि भइरहेको थियो सो त्यही भएर मैले त्यो भिडियोहरू लिन पनि सकिनँ त्यसको लागि माइन्ड नगरिदिनु होला अनि मैले चाहिँ खासमा यो भ्लग चाहिँ छेउको दिन अब हाम्रो कल्चरमा के हुन्छ कसरी गरिन्छ अब तपाईँहरूको ठाउँमा अर्कै होला हाम्रो ठाउँमा अर्कै हुन्छ आफ्नो अब कल्चरको आफ्नो रीतिरिवाज हुन्छ नि त सो मैले देखाउँछु भनेर मैले सोचेको थिएँ अब त्यहाँ चाहिँ एकदम धेरै मान्छेहरू थियो अनि मैले चाहिँ मोबाइल मैले खासै हातमा बोकिदिएको थिएन मैले ब्यागमा राखेर कहिले कता हिँडिरहनु परेको थियो त्यही भएर मैले हरेक त्यो हुन्छ नि हरेक कुराहरू चाहिँ मैले क्याप्चर गर्न सकेको छैन सो त्यसको लागि चाहिँ म एकदम सरी भन्न चाहन्छु तपाईँहरूलाई सो त्यही नै हो हिजोको अब इन्डिङ भिडियो पनि मैले गर्न सकिनँ सो आज मैले इन्डिङ भिडियो बनाउँदैछु मैले जस्तो सकेँ त्यस्तै गरेँ है त्यसको लागि चाहिँ एकदम माफी माग्छु तपाईँहरूसँग अनि मेरो चाहिँ 500 सब्सक्राइब पुग्न लागेको छ हजुरहरूले हेरेर अनि कोही मेरो भिडियोहरू चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब पनि गरिदिनु होला अनि यति भन्दै मेरो भ्लग चाहिँ म यहीँ एन्ड गर्छु जस्तो भयो।